जिम्दै स्वर्ग पुगिन्छ भनेर हिँडेको यो सिँढी यार खै कहिले पुग्ने हो। हामी यो देवढुङ्गा हिँडेको है, बिहान 7:30 बजे हिँडेको। तर यहाँको मान्छेले 1.5 घन्टा कसेर हिँड्यो भने पुगिन्छ भनेको। तर हामी त यहीँ छौँ यार, 1.5 घन्टा भइसक्यो यहाँ आइपुगेको। ए यो चाहिँ जिउँदै स्वर्ग जाने बाटो जस्तो छ। यो पुरै ठाडो छ, यो स्वर्गै पुगेला जस्तो छ त बाटो त। ओहो हो, हेलो गाइज, कतिखेर पुगिन्छ हो स्वर्ग? हामी जिम्दै स्वर्ग हिँड्यो नि त। ल ल ल मरेपछि त पुग्छ नि, हामी चाहिँ जिउँदै पुगिन्छ भनेर हिँडेको। खै कहिले पुगिने हो, यात्रा जारी छ। ल हेर्नुहोस् कैलाश पर्वत। ए हिउँ मात्र नभएको, ल हेर्नुहोस् त कैलाश पर्वत। जहाँ गयो त्यहीँ कैलाश पर्वत। तर हिँड्नु चाहिँ अलि कठिन छ, पुरै 5-6 घन्टा हिँड्नु। साइला तिमीले पानी ल्यायो? पानी त भर्खर तुर्केर ल्यायो। अनि कहाँ तुर्क्यायो पानी? माथि त्यो पोखराकोबाट तुर्केको पानी भर्खर ल्यायो। अनि जर्किन त रित्तै देख्छ त हो मैले। जर्किन भरि छ भन्छ, गाह्रङ गरेर उकाल्न पर्ने त हल्लाएर उकाल्छ त। कहाँ गाह्रङ छ त्यो जर्किन? अब पानी तताउँछ, उहाँको ढिँडो उरल्छ, सोसेर ढिँडो झ्याम्म खान्छ। कान्छा तिम्रो टोपी बहुत मलाई मन पर्यो। ल अच्छा कैटाको रहेछ। ल यो जर्किनमा तिमी पानी लिएर आऊ, अनि म यतातिर आगो फुक्छ है। अनि तपाईँले के खानुहुन्छ? पुरै ढिँडो खान्छ। अब आज बियर पनि पायो यो गोठमा। अब कताबाट हेर्नुहोस् त यहाँ छाना पनि छैन। ल